कानुन कसको? यो राज्यको होइन, यो समाजको होइन, हाम्रो होइन। यो समाजभित्र मैले मात्रै भन्न खोजेको कुरा के हो भने यहाँको वकिलहरूले वकालत गर्दै गर्दा यो समाजको ग्राभिटीलाई, यो समाजको यो आधारहरूलाई, यो समाजको वास्तविकतालाई बुझ्नु पर्यो भनेको मैले। कहीँ कतैबाट यो मुद्दा चिप्लियो भने, एकजना मात्रै मान्छे छुट्यो भने हामी जेल जिर्न तयार छौँ। हामीलाई मार्दा हो दलित भएकै कारण त्यत्रा युवाहरूलाई भेरी नदीमा बगाउँदाखेरि जातीय साम्प्रदायिकता नभड्किने, जातीय द्वन्द्वहरू नभड्किने, हामीलाई किन मारेको भनेर आवाज उठाउँदाखेरि साम्प्रदायिकता भड्किन्छ भने यी सामन्तीहरूको कानुनमा आगो लाउनुपर्छ। हामीमाथि जातीय विभेद कसले गरेको छ? हामीमाथि अत्याचार कसले गरेको छ? बलात्कार कसले गरेको छ? बलात्कार हामीलाई गर्ने, अत्याचार हामीलाई गर्ने, हाम्रा दिदीबहिनी बलात्कार गर्ने, हाम्रा भाइहरू मारेर खोलामा फाल्ने, हाम्रा बाउहरूको घाँटी काट्ने, हाम्रा आमाहरू सेती दमाईका परिवारहरू आज रुँदै हिँड्ने, अङ्गिरा पासीका परिवारहरू रुँदै हिँड्ने, रिङ्कु सदाका परिवारहरू आज रुँदै हिँड्ने। अनि यसो किन गरेको भन्दाखेरि समाज भड्किन्छ भने यी सामन्तीहरू भड्किनुपर्छ।